अमेरिकाको न्युयोर्क सहरमा अवस्थित ऐतिहासिक ब्रुकलिन ब्रिज आज पनि सहरको पहिचान र गौरवको प्रतीक बनेको छ। म्यानहाटन र ब्रुकलिन बोरोलाई जोड्ने यो पुल दैनिक लाखौँ मानिसको आवत जावतको मुख्य माध्यम बनेको छ। इस्ट रिभरमाथि निर्माण गरिएको ब्रुकलिन ब्रिजको निर्माण सन् 1869मा सुरु भई सन् 1883मा सम्पन्न भएको थियो। करिब 14 वर्ष लगाएर तयार भएको यो पुल उद्घाटनका बेला विश्वकै सबैभन्दा लामो सस्पेन्सन ब्रिजका रूपमा चिनिन्थ्यो। यसको उद्घाटन 24 मे 1883मा भव्य रूपमा गरिएको थियो। पुलको डिजाइन प्रसिद्ध इन्जिनियर जोन ए रोबलिङले गरेका थिए, तर निर्माणको क्रममा उनको निधन भएपछि छोरा वाशिङटन रोबलिङले परियोजनाको नेतृत्व सम्हाले। वाशिङटन गम्भीर बिरामी भएपछि उनकी पत्नी एमिली वारेन रोबलिङले पुल निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्, जसले उनलाई इतिहासकी अग्रणी महिला इन्जिनियर सहयोगीका रूपमा चिनायो। ब्रुकलिन ब्रिजमा पहिलो पटक स्टिल केबलको प्रयोग गरिएको थियो, जुन त्यो समयको इन्जिनियरिङ क्षेत्रमा ठूलो उपलब्धि मानिन्छ। करिब 1834 मिटर लामो यो पुल ग्रेनाइट र चुनढुङ्गाबाट बनेका टावरहरूमा अडिएको छ, जसको उचाइ करिब 84 मिटर रहेको छ। आज ब्रुकलिन ब्रिज पैदल यात्रु, साइकल र सवारी साधनका लागि खुल्ला छ। पुलको बीच भागमा बनाइएको पैदल मार्ग पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ, जहाँबाट म्यानहाटनको स्काइलाइन र वरपरका दृश्य अवलोकन गर्न सकिन्छ। सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिने यस पुललाई सन् 1964मा अमेरिकाको नेसनल हिस्टोरिक ल्यान्डमार्क घोषणा गरिएको थियो। चलचित्र, डकुमेन्ट्री र विभिन्न कलाकृतिमा यसको व्यापक प्रयोग हुँदै आएको छ। उद्घाटनको केही दिनपछि पुल कमजोर भएको हल्ला फैलिँदा सर्वसाधारणमा त्रास फैलिएको थियो, तर त्यसपछि पुलको मजबुत प्रमाणित गर्न 21वटा हात्ती पुलमाथि हिँडाइएपछि जनविश्वास पुनः स्थापित भएको इतिहास पनि जोडिएको छ। आज निर्माण भएको करिब 140 वर्षभन्दा बढी समय बितिसक्दा पनि ब्रुकलिन ब्रिज मजबुत रूपमा उभिएको छ र न्युयोर्क सहरको इतिहास, प्राविधिक प्रगति र मानव साहसको जीवित प्रतीक बनेको छ।